इरानीहरूलाई अनअराइभल भिसा नदिने सुशीला कार्कीको नीच सरकारले गरेको यो पछिल्लो निर्णय हो। किन त्यो जागिर हो, सुशीला जस्ता निम्छरा पाखण्डीहरूको यो जागिर हो। र हामीले देखेका छौँ रुसले प्रस्ताव गरेका विकास र साझेदारीका प्रस्तावहरू 14वटा प्रस्तावहरू पौने 2 वर्ष के झन्डै 3 वर्ष पुग्यो, अब पेन्डिङमा छन्। तिनलाई छलफलमै ल्याइएको छैन। अनि चीन विरुद्ध यिनले चलाउने स्यालहुइयाहरू हामीले बीचबीचमा सुनिरहेका छौँ। यो सबैको हिसाब किताब हुने दिन आउँदैछ, आइरहेको छ। जुन दिन अमेरिका डुब्छ त्यो दिन यिनीहरूको सबै हिसाब किताब हुन्छ। यहाँ नेपाली जनताले छोड्ने छैन। किन नेपाललाई आज जुन सक्कलमा हामी देखिरहेका छौँ, जुन स्वरूपमा हामी देखिरहेका छौँ, यसका पछाडि मूलतः अमेरिका छ। इन्डियालाई प्रयोग गरेर अमेरिकाले यो सब गरेको हो र युरोपियनहरू त्यसको पछि लागेर साथ दिएका हुन्।